नमस्ते साथीहरु, नमस्ते। वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरु। म एकदमै सन्चै छु, एकदमै आरामै छु है। तपाईहरु पनि सन्चै हुनुहोला, आरामै हुनुहोला भन्ने आशा राख्दछु साथीहरु। फेरि शुभ बिहानी भन्न चाहे। आजको मौसम एकदमै ठिकठाक, एकदमै बेस्ट छ साथीहरु हैन। के गरिरहेछ नानीले? बिहानबिहानैले काम गर्छ के? काम गर्छ छोरीले, काम गर्छ हैन। हाम्रो माइली भाउजूको पारी पनि मस्त ठुलो भइसकेको छ। बम्बई की रानु। मौसम क्लियर छ साथीहरु आजको छ हैन। हाम्रो माइली भाउजूले एकदमसँग के गर्दै हुनुहुन्छ माइली भाउजू? के हो त यो? त्यो के भन्छ रे, खुर्सानी लाउने तरिका त अर्कै छ त हो। हाम्रो माइली भाउजूको खुर्सानी लगाउने तरिका यस्तो छ, चल्लाले खोर्सानी नपाओस् अनि जमिनमा चिसो भइरहोस् भन्ने विचारले एकदमसँग हाम्रो माइली भाउजूले चाहिँ खुर्सानी लगाउने तरिका। मेरो क्रस फायर चाहिँ साथीहरु यहाँ छ हैन। यो क्रस फायरले लिन आएको म चाहिँ वास्तवमा भन्नु पर्दाखेरि यसमा के भन्छ रे, औषधि छिट्नु पर्ने छ साथीहरु खुर्सानीमा। त्यसैले चाहिँ यसले लिन आएको। अब यस क्रस फायर लगेर म चाहिँ ससुराली जाने हो, औषधि छिट्ने मेसिन ल्याउने हो। चट्ट लगाएर फाइनली मेरो क्रस फायर निकालिसके साथीहरु हैन। आजको यात्रा चाहिँ क्रस फायरमा हुन्छ हाम्रो चाहिँ। रानु, बम्बई की रानु, बम्बई की रानु। मलाई देखेर मस्किया छिन् बम्बई की रानु। रमाइलो। फाइनली साथीहरु म चाहिँ क्रस फायरमा छु हैन। मेरो क्रस फायरमा यात्रा भइसक्यो मेरो चाहिँ हैन। मौसम चाहिँ आज क्लियर छ साथीहरु, एकदमै बेस्ट छ हैन। डिभोर्स यात्रा बिल्कुल क्रस फायरमा भइरहेछ साथीहरु। म चाहिँ फाइनली ससुराली जाँदैछु हैन। औषधि छिट्ने मेसिन ल्याउन जाँदैछु। एजरको टावर चाहिँ आइसक्यो म चाहिँ। फाइनली आइसक्यो साथीहरु म चाहिँ हैन। औषधि लग्ने मेसिन रेडी भइसकेको छ। अब चाहिँ यसले लगेर जाने हो म चाहिँ। आजभोलि बारी खाली छन् साथीहरु। पहिले चाहिँ यहाँ टमाटर थिए हैन। आजभोलि चाहिँ पुरै खाली नै छन्। यता सब टमाटर थिए। मौसम चाहिँ क्लियर छ आज त साथी हैन। एकदमै प्रष्ट देखिरहेछ वारिपारी डाँडा पाखा हैन। त्यति धेरै क्लियर पनि छैन। म लेभलसँग भेट भइरहेको छु साथीहरु हैन। हाई भन्दै, हाई भन्दै के एकतिर हात हल्लाइदिउ न। मसँग जाने भन्छन् लेभलले चाहिँ हैन। तर यिनी जान्नन् हैन। स्कुल जाने छ नि। ओइ 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 ओइ, मेरो बाइक देख्यौ? बाइक हो कि यो मेरो हो के? रेबल बस्यो है है। कता हो? काममा? ल ठिक छ। घाम लागिसकेको छ साथीहरु प्रचण्डै। ल साथीहरु अहिले चाहिँ म ठ्याक्कै खुर्सानीमा पानी चालिरहेको छु साथीहरु। खुर्सानीमा पानी चाल्ने क्रम चलिरहेको छ। धेरै जस्तो खुर्सानीहरु एकदमै मरेको छन् साथीहरु है। धेरै गर्मी छ त्यसैले पनि होला सायद
धेरै जस्ता खुर्सानीहरू मरेको छन् अनि मरेको ठाउँमा पनि सार्दै राख्छु नयाँ नयाँ। हेरौँ कस्तो हुन्छ यो खुर्सानी है। फर्स्ट पटक लगाइरहेको छु मैले चाहिँ। एकदमै त्यति साह्रो राम्रो त छैन साथीहरू हैन। कुनै बुटाहरू मरेका छन् हैन, नयाँ थपिया छ। यहाँ चाहिँ थपिया पनि मरिसकेको छ साथीहरू। ल साथीहरू अहिले चाहिँ म खुर्सानी बारीमा पानी सानी चारेर सकेर हैन हाम्रो मामाको घर हैन जाँदैछु अहिले चाहिँ। ठ्याक्कै भन्नु पर्दाखेरि हाम्रो नातिको घर नजिक आएको छु म। सिसी नातिको घर नजिक। नातिहरू त गरा गएको होला। हाम्रो विनोद भान्जाको घर यहीँनिर छ हैन। हरियाली छ हैन यो ठाउँमा। पहिला यो एकदमै बाँझो, धेरै वर्ष बाँझो रहेको ठाउँ हो। हाम्रो भान्जा दिदीहरू अनि भान्जी नाति नातिनीहरू आइसकेपछि त यो ठाउँ पुरै हरियो हैन, हराभरा भएको छ साथीहरू। गरेपछि के हुन र है, सबै हुन्छ कि। अब हाम्रो मामाको झन् के कुरा गरौँ साथीहरू हैन। मामाको त पुरै गरे रहि सकिन्न कि। नाटी पानी जा रहा भाइ के हुँदैछ खाना? ए ल ल नाटी ल म चाहिँ ठ्याक्क अहिले चाहिँ हाम्रो मामाको एरियामा प्रवेश गरिसकेको छु साथीहरू। सिमीहरू लाउनु भएको छ मामाले। यता चाहिँ गहुँ छर्नु भएको थियो, गहुँ चाहिँ निकालिसक्नुको साथीहरू हैन। यहाँ चाहिँ बन्योल छन् साथीहरू मामाको। अहिले चाहिँ म ठ्याक्कै मामाको एरियामै छु भन्नु पर्दाखेरि। एकदमै प्रचण्ड घाम लाग्छ है साथीहरू आजभोलि चाहिँ। दिउँसो त हिँड्नै सकिन्न हो, बाहिर निस्किनै सकिन्न। ल बाख्रा पनि छन् होइन। कति हो मामाजीले कति हो गर्न सकेको, खतरा। मामाको सुँगुरको पाठा बनाउन भनेर आएको छु साथीहरू म चाहिँ। बोदिया बनाउन आएको छु म चाहिँ ठ्याक्क अहिले चाहिँ। मामाले बोलाउनु भएको थियो। कोला भन्ने त मामा यो लाखे नि, यो चाहिँ लाखे हो है साथीहरू। लाखे हो यो चाहिँ, धराने लाखे हो यो चाहिँ। धराने लाखे धराने लाखे साथीहरू होइन। यसकै करस हुन् है यिनीहरू। यता 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 भएको चाहिँ यसकै करस हुन् कि। एकदमै राम्रा पाठाहरू छन् साथीहरू कि। आवश्यक परेको खण्डमा सम्पर्क गर्नुलाई हाम्रो पारिवारिक मामालाई होइन। एकदमै एकदमै लरिक छन् साथीहरू होइन। यता छन् पुरै काला धरानी, उता भित्र पनि बसेका छन् साथीहरू। मस्त बसेका छन्। एकदमै दामी छन् साथीहरू होइन। जस्तो भन्यो त्यस्तै छन् यहाँ चाहिँ। हाम्रो मामाजीको फर्ममा, बङ्गुर फर्ममा चाहिँ जस्तो भन्यो त्यस्तै बङ्गुर पाइन्छ है साथीहरू। मामाजीले चाहिँ यो के भन्छ अरे, बङ्गुर मात्रै नभएर ब्रोइलर पनि हाल्नुभएको छ र
मौरी पालन पनि छ मामाको। यहाँ चाहिँ मामाले यहाँ तल आफ्नो पनि खाल्टामा पनि बङ्गुर हालिदिनु भयो रहेछ। ल ल ल जस्तो भने त्यस्तै चाहिँ बङ्गुर छन् है साथीहरू हाम्रो मामाको उसमा चाहिँ फर्ममा चाहिँ। त्यसमा हाम्रो मामाको फर्ममा चाहिँ मौरी पालन पनि छ है साथीहरू। हेर्नुहोस् ल यिनी मौरी हो नि साथीहरू। मौरीका घरहरू देखिरहनु भएको छ नि, सबै मौरीका घरहरू हुन् साथीहरू। मौरी पालन पनि छ होइन। मामाले कति काम गर्न सक्यो यार, म छक्कै पढेँ है। 70 वर्षको मान्छेले होइन यत्रो काम धान्ने, ओहो मान्नै पर्छ यार मामाले त। यी तल पनि रहेछन् होइन, 2-4 घम त तल पनि छन् साथीहरू। सकिन्न हो मामा जस्तै काम गर्ने त कहिले पनि सकिन्न साथीहरू। यसमा चाहिँ ब्रोइलर छन् मामाको। ब्रोइलर हालमा चाहिँ ओहो यो भाले कत्रो छ यार, ओहो कत्रो भाले। ल ल ल कत्रो हो कि यार भाले। ल ल कति ठुलो कि यार, ओहो कत्रो भाले हो कि यार मामा। लास्टै ठुलो छ मामा यो भाले त, लास्टै ठुलो छ है। ब्रोइलर हाल्नुमा चाहिँ यहाँभित्र चाहिँ मामाले ठुलो रहेछ भाले चाहिँ। हजुर मामा ल साथीहरू हाम्रो मामाले 2-4 बात भन्छु भन्नुभएको छ होइन। मामा यहाँतिर आएर भनिदिनुहोस् 2-4 बात। सबैले नमस्कार भन्नुहोस् होइन। हजुर यो सबै हाम्रो नेपालीवासी जनताहरूलाई नमस्कार छ हजुर। विशेष गरेर हापुर घोराई बाह्रका चाहिँ म एउटा पारिबाङ्गे भन्ने हर्कबहादुर बुढा हौँ। हजुर मेरो चाहिँ यहाँ चाहिँ यो व्यवसाय चाहिँ मुर्गाहरू भए जाने ब्रोइलरहरू भए, यो सुँगरहरू भए, पाठापाठीहरू अन्त ठाउँ 6,500 भन्छन् भने यहाँ 5,500 को दरले पाठापाठी बिक्री भइरहेछ। हेर्नु चाहिने महानुभावहरूलाई जानकारी गराइन्छ, समयमै उपलब्ध गराइन्छ। तयार छन् पाठापाठी। हेर्नुहोस् नेपालमै केही होइन, केही चाहिने म यस्तो वृद्ध मान्छेले होइन। हजुर तपाईँहरूको लागि चाहिँ तपाईँहरूले पनि जानकारी होस्, तपाईँहरूले पनि म जस्तै गरेर खानुहोस् भनेर मैले सिकाउन चाहन्छु है। त्यही त एकदमै सुपथ मूल्यमा एकदमै उन्नत जातको पाठापाठी बुङ्गुरका पाठापाठीहरू पाइन्छन् होइन मामा। पाइन्छन् एकदमै उपलब्ध छ। जस्तो भन्यो त्यस्तै छन्, अलिक ठुलो किसिमको पनि छन्, अलिक सानो पनि छन् होइन। धेरै किसिमका छन्। उन्नत जातका धरानेदेखि लिएर विभिन्न किसिमका ब्रान्डका विभिन्न किसिमका प्रजातिका सुँगुरका पाठाहरू छन् होइन। यो चाहिँ बिल्कुल धरानी हो होइन मामा। बस धरानी। अनि अघि हजुरलाई देखाइसकेको छु होइन। एकदमै पाल्ने लायकका यिनी पनि भइसकेका छन्। ल ल ल ल ल हेर्नु साथीहरू एकदम पाल्ने लायकका भइसकेका छन्। सेता एकदम। अब चाहिँ बोदिया बनाउने कार्यक्रम भइरहेछ साथीहरू। अब चाहिँ बोदिया बनाउँछौँ हामीले चाहिँ। ल भिडियो गर, राम्रोसँग बनाएछ भिडियो। यताबाट आएर गर्नु। यता मलाई पनि देखायो ल है साथीहरू। हामीले चाहिँ यो सुँगुरलाई चाहिँ बोदिया बनाउँदैछौँ है साथीहरू। म चाहिँ डक्टर होइन। अब यसले चाहिँ यसका सामान निकाल्दैछौँ है साथीहरू। काहीँ चिर्ने कार्यक्रम सुरु भइसक्यो। अपरेसन भइरहेछ। हो माले हो फुटकुटबाट अर्को निकाल्ने कार्यक्रम भइरहेछ साथीहरू। एउटालाई हामीले चाहिँ बनाइसक्यौँ। म हेर्दैछु है मामा। यो हो यही रहेछ। ल अरू त पाखी जस्तो मान्छे रहेछ सबै। आइसक्यो केटा हो। एकदमै अलिक ठुलो छ। यो अलि फाइनली साथीहरू म चाहिँ अब चाहिँ घरतिर फर्किँदैछु होइन। फाइनली सुँगुरलाई चाहिँ बोदिया बनाइयो साथीहरू है।
अब चाहिँ म घरतिर फर्किँदैछु हाम्रो मामाको घरदेखि। फाइनली म चाहिँ घरतिर फर्किँदैछु। यहाँ चाहिँ यहाँ पनि दुईटा बनेको छन् मामाको। मौर त लास्टै खतरा छन् यार हैन, दामी छन्। ल साथीहरू, म चाहिँ घर आएर फाइनली खाना खान लागिसकेँ साथीहरू। यहाँनिर साग, दाल, अचार अनि भात पाकेको छ साथीहरू। मैले चाहिँ अघि सुँगुर बोदिया बनाएको अलि हातले खान लास्टै अलिकति अर्कै घिन लाग्यो जस्तो न के भयो होइन। त्यसै चम्चाले खाँदैछु साथीहरू। त्यहाँ श्रीमतीज्यूले खाइरहनु भएको छ होइन, मैले चम्चाले खाइरहेको छु साथीहरू। एकदमै टेस्टी बनेको छ साथीहरू है, एकदमै राम्रो बनेको छ आज चाहिँ तरकारी। आजभोलि चाहिँ लास्टै राम्रो बारीमा साग उम्रेको छ साथीहरू, तोरीको साग। पानी पर्यो होइन, त्यसैले एकदमै राम्रो, एकदमै बेस्ट छ साथीहरू। तरकारी चाहिँ एकदमै भएको व्यवस्थापन भएको छ है पानी परेर, किनभने तरकारीको सर्टेज थियो साथीहरू होइन। तोरीको साग उम्रेर पानी परेको कारणले गर्दाखेरि तितो पनि छैन, एकदमै टेस्टी छ साथीहरू है। ल साथीहरू, आजको दिन चाहिँ मेरो फाइनली पसलमै बित्यो साथीहरू होइन। यो जिब्रो पनि लराक नुरो गरेर चाहिँ यार के गर्ने, अरू पेटो पार्न मिल्ने भए त हुन्थ्यो नि दिदी। आफ्नै जिब्रो पेटो पाटो पनि नपार्न मिल्ने होइन। भान्जी के गर्छ? भान्जी आएको छिन् चटपटी खानको लागि। फाइनली साथीहरू, आजको दिन मेरो पसलमै बित्यो, एकदमै राम्रो भयो, एकदमै बेस्ट भयो। यतिसम्म आजको मेरो भ्लग यहीँसम्म क्रिएट गर्न पाएँ साथीहरू। यति भन्दै आजको मेरो यो छोटो मिठो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु साथीहरू। भोलि फेरि नयाँ भ्लगले हजुरसम्म आउने नै छु। यति भन्दै यो मेरो भ्लग यहीँ समाप्त गर्दै हजुरको दिन राम्रै भयो होला, रात पनि राम्रै होस् भन्दै बाई बाई। फेरि भोलि नयाँ भ्लगमा भेट्ने छौँ साथीहरू है त।